साथीहरू सबैलाई म रामचन्द्रको नमस्कार। आज हामी क्यानाडाको क्यालगरीमा रहेको क्यानाडा ओलम्पिक पार्क अन्तर्गतको डाउन हिल कार्टिङ भन्ने एउटा खेल छ। यही खेलमा हामी समावेश हुन गइरहेका छौँ र हामीले खेलेका खेलहरू पनि यहाँलाई देखाउने प्रयास गरेका छौँ र यो हामी सबै जमघट भएर पारिवारिक जाँदैछौँ। यो जाने बाटो हो। यो जाने बाटोमा हामी जाँदैछौँ। यो कार्टिङ भनेको नै यही हो। यो तलबाट जाँदै गरेको हामीले सानामा काठको गोलो बनाएर त्यो चक्का बनाएर गाडी बनाएर हामी दौडाउँथ्यौँ बाटोमा। त्यस्तै पछि गएर बेरिङ राखेर पनि हामी दौडाउने गऱ्यौँ। सेम त्यही किसिमको कार्ट हो यो। त्यसैमा कार्टिङ भनेर चाहिँ भन्दो रहेछ। यो एक्सपिडिसन जस्तै माथि पहाडबाट यसमा तल हुर्लिँदै झर्ने हो। बहुत स्पिडमा आउँछ। त्यसलाई रोक्न पनि मिल्छ, मिल्नलाई दायाँ बायाँ घुमाउन मिल्छ, रोक्न मिल्छ। जसरी हामी सानामा जान्थ्यौँ त्यही किसिमको नै हो। यसरी यो बहुत रमाइलो गेम भन्ने के भन्ने ओलम्पिकमा पनि सहभागी हुँदो रहेछ। यसमा त्यस्तो किसिमको गेमहरू रहेछ। हामी यही अब यहाँ यो केबल कार हो। यो खुल्ला केबल कार हो। यो कार होइन, केबल मात्रै हो। केबलमा हामी चाहिँ माथि बेन्च जस्तै छ, बेन्चमा बसेर माथि पहाडमा जाने हो। यो केबल कार जस्तै यो तारको लुठोले तान्दै लैजान्छ। सेम केबल कारकै रूप हो यो। डिजाइन पनि त्यस्तै, सिस्टम पनि त्यही। हामी चाहिँ त्यसमा बसेर जाँदैछौँ। जाँदाखेरि खुल्ला भएको हुनाले पहाडमा पहिला हामी चढेको केबल कार जस्तै हुन्थ्यो र अहिलेको यो केबल कार भने खुल्ला छ। खुल्ला आकाशमा खुल्लै तरिकाले बेन्चमा बसेर जानुपर्ने हुन्छ। पहिला त डरै लाग्यो, तर पछि बिचमा जाँदै गर्दाखेरि अब यस्तै त रहेछ भनेर रमाइलो लाग्यो। वरिपरिको दृश्य हेर्दाखेरि बहुत राम्रो दृश्य छ। त्यो हेर्दाखेरि पनि रमाइलो। वलतिर पल्तिरका पनि त्यही त्यो रमाइलो किसिमले केबलमा जाँदैछौँ। यो पर देखिएको दुईवटा थुप्रा त्यो चाहिँ आइस हो। त्यहाँ हिउँ पर्छ। अहिले चाहिँ हिउँ पर्ने बेला छैन, तर पनि एउटा थुप्रो त्यहाँ राखिराखेको छ। हिउँमा स्केटिङ खेल्ने पनि यही नै हो र अन्य थुप्रै गेमहरू चाहिँ यहाँ चाहिँ छ। अहिले हामी चाहिँ यो केबल कारमा मात्रै कार्टिङ भनेर भन्छ। यो कार्टिङ यसरी चाहिँ दौडिनु भएको छ त्यहाँ धेरैजसो माथिबाट। अनि त्यही कार्टमा हामी दौड्ने हो। यसरी कति रमाइलो, साह्रै रमाइलो हुन्छ। पहिला त कसरी घुमाउने, कसरी के गर्ने भन्ने कुरा केही थाहा भएन। थाहा नहुँदाखेरि अब डरै लाग्यो। तर एकछिन हिँडिसकेपछि त्यहाँ पहिलोपटक जानेलाई इन्स्ट्रक्सन गर्छ। त्यहाँका इन्स्ट्रक्टरले इन्स्ट्रक्सन गर्छन्। त्यसै अनुसार आस्ते पहिलो ट्रिप आस्ते झर्ने। हामी 3 पटकसम्म माथि गएर तल आउनै भइन्छ। ती आफै त्यसरी जान्छ। पछाडि त्यो ह्यान्डललाई छोडिदियो भने पुरा जाम ब्रेक लाग्छ भने त्यहाँबाट अलिकति तान्यो भनेदेखि चाहिँ खुल्छ, आफै दगुर्छ। अनि अलि तानेर ओरे लिएर आयौँ भने आस्ते ब्रेक लाग्दै गर्छ। यस्तो किसिमको यो कार्ट छ। यो कार्ट हेर्दाखेरि चाहिँ रमाइलो देखिन्छ। एकजना मात्रै बस्ने हो। यो चाहिँ तल बेसदेखि नै माथिको पहाडको चुचुरासम्म त्यही हामी जुन बसेर आएको थियौँ केबल कार भन्ने बेन्च थियो, त्यसैले नै तानेर लिएर आउँछ। त्यो सिस्टम बनाएको छ। माथिसम्म त्यसरी लिएर आउँछ, तल हामीले पठाइदिन्छौँ। पठाइदिइसकेपछि त्यत्तिकै छोडिदिएपछि आफै सिस्टमले नै त्यो रेलिङ जस्तो छ त्यहाँबाट राखिदिएपछि आफै फेरि त्यो हाम्रो केबल कारको तलपट्टि झुन्नेर चाहिँ आउने सिस्टम बनाएको छ। कसैले बोक्न नपर्ने र कुनै मजदुर लाग्न पनि नपर्ने, कामदार लाग्न पनि नपर्ने। यहाँ कामदारलाई किन पनि वार्षिक रूपमा 40-50 हजार रुपियाँ दिनुपर्ने हुन्छ। नेपाली अनुसार 40-50 लाखको कुरा हुन्छ। त्यसैले त्यो कामदारहरू मजदुरहरू कम गर्नको लागि चाहिँ यो सिस्टम बनाइएको छ।
त्यसबाट यिनीहरूले राम्रो आम्दानी पनि गरेका छन्। खेल पनि राम्रो देखिएको छ। माथिबाट हेर्दाखेरिको दृश्य धेरै राम्रो देखिन्छ, डरलाग्दो देखिन्छ, मजा पनि आउँछ। डर र मजा दुइटै एकै ठाउँ मिसाउँदाखेरि जसो हुन्छ त्यही हुन्छ। हामीले कहीँ पनि केही पनि काम गर्दा मजा पनि आउँछ, डर पनि आउँछ। त्यो चाहिँ एकदम त्यो जतिको रमाइलो अरू केही पनि हुँदो रहेछ। अस्ति मैले आइफ्लाईमा चाहिँ फ्लाइङ गर्दाखेरि पनि हावामा उड्दाखेरि पनि त्यही किसिमको अनुभव भएको थियो भने यहाँ पनि त्यही किसिमको अनुभव भयो। हामी जाँदैछौँ, एउटा बेन्चमा 3 जना मात्रै बस्न पाइन्छ, 3 जनाले लैजान्छ। ती 3 जनाको दरले जाने गरिन्छ। हामीहरू चाहिँ 6 जनाको टिम थियौँ र 6 जना गयौँ र 2 जना विडम्बना भयो। 2टा बुहारीहरू बच्चा भएको हुनाले जान पाइएन, किनभने समय कम भएको हुनाले लैजान पाइएन। अर्को दिन लैजाने भन्ने कुरा गरेर हामी चाहिँ गएका छौँ। र यो दृश्य, तलको दृश्य पनि कति राम्रो छ। तल अलिकता सम्म फाँट छ, सहर छ, भिरालो जमिन छ। यो हो त्यो देखिएको चाहिँ सेतो हिउँ हो, बरफ हो। त्यहाँ त्यो रहिरहेको छ, हिउँदमा जमेको बरफ अहिले पनि रहिरहेको छ। यो चिसो, साह्रै चिसो छ। चिसो छैन होला भनेर मैले त्यत्तिकै यही एउटा ज्याकेट लगाएँ। त यो ज्याकेटले मलाई त बेसरी नै जाडो भयो। तर चाहिँ यी छोराहरू भने त्यहीँ बसिरहेको हुनाले चाहिँ मजा आछ, उनीहरूलाई चाहिँ जाडो भएको छैन। यहाँबाट जाने ठाउँ फेरि अर्को दोस्रो ट्रिप गर्दैछौँ हामीहरू। त्यो काठमा आउँदाखेरि चाहिँ भिडियो खिच्न मिलेन, किनभने हुरिँदै आउँदाखेरि चाहिँ ह्यान्डल समात्न पर्ने, कहीँ केही राख्ने ठाउँ केही छैन। त्यसले गर्दाखेरि केही भिडियो खिच्न मिलेन। हामी दोस्रो पटक फेरि पनि जाँदैछौँ। लाइन लाग्नुपर्छ, थुप्रै जनताहरू हुन्छन्, लाइन लाग्नुपर्छ। यो माथि पुग्दाखेरिको दृश्य माथि पनि यसरी नै जान्छ र मान्छे आफै झर्ने हो। र त्यही यो गाडीले त्यो पछाडि झुन्नाएर लिएर आएको काठलाई त्यहीँ छोडिदिन्छ। फेरि सिस्टमले आफै त्यो रेलिङ जस्तो छ, घुम्दै घुम्दै आफै जान्छ र बाहिर निक्लिन्छ। त्यस्तो छ। हामी यो अब दोस्रो ट्रिपमा हामी जाँदैछौँ। दोस्रो ट्रिपमा 3 ट्रिपसम्म गर्न सकिन्छ, गर्न पाइन्छ भनौँ। 3 ट्रिपसम्म हामी जान पाइन्छ। हामी 3 ट्रिप नै गइयो। माथिबाट हुर्रिँदै तल झर्ने जुन रमाइलो हो, मुख्य गरी रमाइलो नै त्यही नै हो। जाँदाखेरिको त केबल कार जस्तो बेन्चमा बसेर गइहाल्यो, त्यो पनि एक किसिमको रमाइलो नै भयो। खुल्ला आकाशमा हिँड्दाखेरि र चारैतिर कुनै पनि बन्द नहुँदाखेरि, खुल्ला हुँदाखेरि को रमाइलो पनि हामीले महसुस गर्न पायौँ। यो साह्रै रमाइलो हुँदो रहेछ। यहाँ आइसकेपछि जो कोही पनि यहाँ आउनु हुँदो रहेछ। यो क्यालगरीमा रहेको डाउन हिल भनेर भन्छ। एकदम माथि हिलबाट, पहाडको टुप्पाबाट तल त्यो घुमाउरो बाटोमा ओह्रालो छ। ओह्रालोमा चाहिँ त्यो काठ चाहिँ गिर्राउँदै दगुर्ने हो। हामी चाहिँ जति स्पिडमै जान्छ, छोडिदिने हो भने, ब्रेक नलगाउने हो भने त धेरै स्पिड, फुल स्पिडमा जान्छ। तर चाहिँ त्यो हामीले गर्न सकिँदैन। खै त्यस्तै ओलम्पिकमा सहभागी हुनेले त ब्रेक पनि नलगाइकन हिँड्छन् होला, त्यो घुम्तीमा बाहेक, अन्त ब्रेक लगाउँदैनन् होला। तर हामीले भने सकिँदैन। अरे त्यो स्पिडमा थाम्न सकिँदो रहेछ। नचढेको पहिलो पटक भएको हुनाले पनि हुनसक्छ, त्यस्तो किसिमको महसुस भयो। र हामी त्यसमा रमाइलो चाहिँ गऱ्यौँ, खुब रमाइलो गऱ्यौँ। हामीले यो अन्तिम पटक फेरि ट्रिप माथि गएको मात्रै हामीले देखाइराखेका छौँ। यो माथि मात्रै गएको देखाएको, तल झर्दाखेरिको त्यो काठमा झरेको जुन त्यो रमाइलो थियो त्यो देखाउन पाइरहेका छैनौँ। मैले चाहिँ पछि तलबाट झरेर खिचेको छ, त्यो खिचेकोलाई मैले देखाउने छु पछि यहाँहरूलाई। त्यो रमाइलो पनि देखाउने छु, त्यो दृश्य देखाउने छु। अहिले हामी माथि गयौँ, जाँदै गरेका कुराहरू मात्रै यहाँ देखाइरहेको छ। एउटा दोहोरी राख्यो यहाँ, यो माथिबाट तल झरेको यो अन्तिम हो। हेरिदिनु भएकोमा धन्यवाद।